उफ कत्रो ठुलो केरा हो के बिस्तारै छिराउनु मेरो दुलो लास्टै सानो छ के हजुरको त मेरो बुढाको भन्दा लास्टै ठुलो रहेछ आज भने धेरै मजा आउने भयो म खुट्टालाई ठाडो पारिदिन्छु तपाईले भित्रसम्म पुग्ने गरी छिराउनु यति भन्न साथ उहाँले मेरो पाठेघरसम्म पुग्ने गरी 10 इन्चको केरा छिराएर मलाई भयो कि भयो भन्ने गरी कहिले अगाडिबाट कहिले पछाडिबाट त कहिले आफूमाथि राखेर फरक पोजिसनमा 2 घण्टासम्म ननस्टप ठोक्नु भयो त्यसपछि बल्ल मेरो वर्षौंदेखिको सपना पूरा भयो उहाँले 100 को स्पिडमा ठोक्दा म उफ अझै छिटो भन्दै म कराइरहेकी थिए उहाँले पनि मेरो माथिको 2वटा सुन्तलामा च्याप्प समातेर तल कालो गुफा भित्र छिराउँदा म स्वर्ग पुगेको जति नै भएकी थिए नमस्कार साथीहरू मेरो नाम सबु हो आज म तपाईहरूलाई आफ्नै जेठाजुले घरमा कोही पनि नहुँदा मेरो सामान पड्काउनु भएको अनुभव सुनाउन जाँदैछु च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरेर हामीसँग जोडिनुहोला भिडियो एकदमै रमाइलो अनि इमोसन आउनेछ तपाईहरू पनि भिडियोलाई अन्तिमसम्म हेरेर आफ्नो सामानबाट सेतो पानी झार्दै मजा लिनुहोला म तपाईहरूलाई हरेक दिन नयाँ भिडियोहरू यसै च्यानलमा लिएर आउनेछु आउनुहोस् सुरु गरौँ आजको रमाइलो अनुभवबाट मेरो घर दार्चुलामा पर्छ आजभन्दा 3 वर्ष अगाडि मेरो विवाह भएको थियो त्यसको 1 वर्षसम्म हाम्रो सम्बन्ध एकदमै राम्रो थियो त्यसपछि भने श्रीमानले मलाई छाडेर इन्डियामा काम गर्नको लागि जानुभयो त्यसपछि घरमा म एक्लै भए मेरो जेठाजु हुनुहुन्थ्यो उहाँ इन्डियामा नै बस्नुहुन्थ्यो त्यसपछि मेरो श्रीमान पनि उहाँ भएकै ठाउँमा काम गर्नको लागि जानुभयो विवाह गरेपछि बालबच्चा हुन्छ पढाउनु पर्छ पैसा नकमाई केही नहुने रहेछ अब म उतै गएर 2-3 वर्ष पैसा कमाएर फेरि घर फर्किन्छु त्यति टाइमसम्म तिमी आफ्नो ख्याल गर्नु घरको स्याहार सुसार गर्नु र खेतबारी बाजो नराख्नु भनेर मलाई जिम्मा दिएर उहाँ प्रदेशको यात्रामा जानुभयो यता सासु ससुरा निकै बुढाबुढी भइसक्नु भएको थियो मेरो जेठाजुले विवाह गर्नु भएको थिएन दाइको नगरी भाइले नै रोल मिचेर गरिदिनु भयो हाम्रो 1 वर्षसम्म लभ परेको थियो त्यसपछि उहाँले मलाई भगाएर ल्याउनु भयो मैले सोचेकी थिए जीवनमा धेरै धनी केटासँग विवाह गर्छु भनेर तर भाग्यले मलाई गरिब केटा पारिदियो तर पनि केही छैन जे जस्तो भए पनि सहन्छु भनेर म उहाँसँग नै भागेर आए बुढा कमाउन गएको 2-3 महिनासम्म त ठिकै थियो त्यसपछि भने मलाई अनेकौं कुराहरूले सताउन थाल्यो राति सुत्दा पनि उहाँकै याद आउँथ्यो रातभरि मलाई नाङ्गे बनाएर मेरो दुलबाट पानी सुकुन्जेलसम्म हानेको सम्झिएर बस्थे कहिले काहीँ त आफ्नै हातको औंला छिराएर कच्याक पार्दै दुलोबाट पानी निकाल्ने गर्थे जवानीमा लास्टै गाह्रो हुँदो रहेछ गाउँघरमा अरू कसैसँग सम्बन्ध बनाऊ भने पनि केटाहरू सबै कमाउनको लागि विदेशतिर गएका थिए गाउँघरमा सबै बुढाखाडा मात्रै थिए उनीहरूले मेरो जवानी धान्न सक्दैनन् होला भन्ने लाग्थ्यो त्यसैले मैले बास्तै गरिन समय निकै बितिरहेको थियो यता अचानक एक दिन ससुरामा बिरामी हुनुभयो त्यसपछि मैले इन्डियामा बुढालाई फोन गरिदिए ससुराबा निकै बिरामी पर्नुभयो अब तपाईहरू आउनु पर्छ भनेर मेरो श्रीमान इन्डिया गएको थियो 8-9 महिना मात्र भएको थियो त्यसपछि उहाँले म अहिले आउँदिन दाइलाई पठाइदिन्छु भनेर जेठाजुलाई पठाइदिनु भयो त्यसको 3 दिन पछाडि जेठाजु घरमा आइपुग्नु भयो बेलुकाको 5 बजेतिर इन्डियाबाट आउँदा ससुराबालाई औषधि मेरो लागि कपडा अनि खाने कुराहरू टन्न लिएर आउनु भएको रहेछ मेरो श्रीमान भन्दा अलि अग्लो अनि मोटो खाइलाग्दो शरीर हेर्दै राजेश हमाल जस्तो हुनुहुन्थ्यो मलाई उहाँ एकदमै मन पर्थ्यो भित्रैबाट जेठाजुले पनि मलाई बेला बेलामा जिस्काइ राख्नुहुन्छ एक दिनको कुरा हो म बिहान चिया बनाएर जेठाजु को लागि लिएर गएकी थिए जब म ढोकाबाट भित्र छिरेको मात्र के थिए मैले जे देखे त्यो सुनेर तपाईहरू हैरान हुनुहुन्छ उहाँले आफ्नो फोनमा नीलो भिडियो हेर्दै आफ्नो तलको कपडा खोलेर बडेमानको हतियार बाहिर निकालेर हातले 36 को स्पिडमा रन्काउँदै हुनुहुँदो रहेछ त्यसपछि मलाई देख्न साथ उहाँ लजाउँदै सिरकले मुख छोपेर बस्नुभयो त्यसपछि मैले भने यसरी लजाउनु पर्दैन हामी एउटै घरको मान्छे हुन पनि तपाईको जवानी तह लगाउने मान्छे नभएर होला तपाईको लागि म छु नि किन टेन्सन लिनुहुन्छ भनेर मैले उहाँलाई हौसला दिए त्यसपछि
उहाँले भन्नुभयो, तिमी भएर के गर्नु, मेरो इच्छालाई पूरा गरिदिन्छौ। र यति सुन्न साथ मैले पनि मनमनै विचार गरे, केही समयदेखि बाँझो रहेको मेरो बारीलाई फेरि एकपटक जोत्न पाए कति आनन्द आउँथ्यो होला भनेर सोचे। त्यसपछि मैले उहाँलाई भने, तपाईँ भनेर मात्रै हेर्नु, म तपाईँको लागि सबै काम गर्न तयार छु। त्यसपछि उहाँले भन्नुभयो, त्यसो भए म तिम्रो रुममा बेलुका आउँछु अनि सँगै बसेर काम कुरा गरौँला भन्नुभयो। मैले पनि लजाउँदै हुन्छ भनिदिए अनि चियाको कप टेबल माथि राखिदिएर म बाहिर निस्के अनि किचनमा गएर खाना बनाउन लागे। दिनभरि सबै कुरा ठिकै चलिरहेको थियो। जब बेलुका खाना खाएर हामी सुत्नको लागि आफ्नो आफ्नो रुममा गयौं, यता जेठाजुले बेलुका आउँछु भनेको कुरा याद आयो। त्यसपछि मैले ढोकाको चुकुल नलगाइकन राखेकी थिए। बेलुका 10 बजेतिर उहाँ मेरो रुममा छिर्नुभयो। त्यति बेलासम्म यता सासू ससुरा निदाइसक्नु भएको थियो। मेरो रुमको ढोका बिस्तारै खोलेर भित्र छिर्नुभयो अनि भित्रबाट चुकुल हालेर मेरो खाटमा आएर मसँगै छेउमा सुत्नुभयो अनि मलाई अँगालो हाल्दै मेरो माथिको 2वटा सुन्तला च्याप्प समातेर रस निचर्न थाल्नुभयो। त्यसपछि त मेरो जवानी उम्लेर पोखिनै थाल्यो। बिहानदेखिको त्यो एक हातको कोब्रा साप कति बेला भित्र छिराउ छिराउ जस्तो भइरहेको थियो। उहाँले करिब आधी घण्टासम्म मलाई खेलाएर पानी पानी बनाइदिनु भयो अनि मेरो फरियालाई सारेर माथि फर्काइदिनु भयो अनि आफ्नो पाइन्ट खोलेर एक हातको हतियार निकाल्दै मेरो खुट्टालाई आफ्नो काँधमा राखेर तलबाट दुलोभित्र कोब्रा साप घुसाउन थाल्नुभयो। अनि म आया मम्मी आया, लास्टै दुख्यो, बिस्तारै छिराउनु न, मेरो दुलो लास्टै सानो छ, तपाईको केरा त मेरो बुढाको भन्दा लास्टै ठुलो रहेछ, म खुट्टालाई फ्या पारिदिन्छु, तपाईले थुक लगाउँदै छिराउनु है। यति भन्न साथ उहाँले आफ्नो कोब्रा सापमा थुक लगाएर चिप्लो बनाउनु भयो अनि मेरो खुट्टालाई दुईतिर फ्या पारेर माथिको 2वटा सुन्तलालाई हातले च्याप्प समाउँदै तल कालो गुफाभित्र एकैचोटि पाठेघरसम्म पुग्ने गरी ख्वातै छिराएर मेरो दुलो पड्काउन थाल्नुभयो। त्यसपछि म उफ 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 गर्दै कराउन थाले। उहाँले झनै 100 को स्पिडमा पड्काउनु भयो। करिब आधी घण्टा जति ननस्टप ठोकेपछि मेरो दुलोबाट पहिलो राउन्डको सेतो पानी बाहिर निस्कियो। त्यसपछि उहाँले पनि आफ्नो हतियारलाई बाहिर निकालेर मेरो दुलोको मुखभरि सेतो गनाउने पानी झारिदिनु भयो अनि मलाई अँगालो हालेर सुत्दै मेरो सुन्तलाको रस चुस्न लाग्नुभयो। करिब आधी घण्टा जति उहाँले मेरो सुन्तला चुसेपछि मलाई फेरि एकचोटि पड्काउँ मन लागेर आयो अनि मैले उहाँको सामानलाई हातले च्याप्प समातेर 36 को स्पिडमा खेलाउन थाले। 3-4 मिनेट जति खेलाउन साथ उहाँको हतियार फेरि सुरुको जस्तै कडा र खडा भएर आयो अनि उहाँले मलाई फेरि च्याप्प समातेर फर्काउनु भयो अनि मेरो कम्मरमा समाउँदै डगी स्टाइलमा फर्काउनु भयो अनि पछाडि फर्काएर मेरो चाकको मुनिबाट केरालाई घुसाउँदै मेरो दुलोसम्म ल्याएर भित्रै छिराउनु भयो। पछाडिबाट करिब आधी घण्टा जति उहाँले ठोकेपछि बल्ल सेकेन्ड राउन्डको पानी झर्यो मेरो दुलोबाट अनि उहाँले पनि आफ्नो हतियारलाई बाहिर निकालेर पछाडिको भागमा सेतो घिउ जस्तो पानी झारिदिनु भयो। जे होस्, मेरो श्रीमानले पनि यसरी मलाई कहिले सन्तुष्टि दिनु भएको थिएन, तर जेठाजुले भने मेरो सबै रहर पूरा गरिदिनु भयो। उहाँ करिब 1 महिना घरमा बस्नु भएको थियो। त्यो टाइममा दिनदिनै रातको 1 घण्टा 2 घण्टा मेरो रुममा आएर मेरो जवानीलाई शीतल पारेर आफ्नो रुममा जानुहुन्थ्यो। लगातार 1 महिनासम्म मेरो सामान पड्काउँदा उहाँलाई निकै बानी परिसकेछ। अब त म तिमी बिना बाँच्नै सक्दिन भन्दै हुनुहुन्थ्यो, तर के गर्नु, भाइले मार्नुहुन्छ भनेर मैले उहाँलाई अरू कुरा गर्न दिइन। जे होस्, फुर्सदको टाइममा उहाँले मेरो जवानीको सही सदुपयोग गर्नुभयो। यसैमा म एकदमै खुसी भए, किनकि मैले जीवनमा कहिले पनि नपाएको खुसी उहाँले मलाई 1 महिनामा नै दिनुभएको थियो। मेरो पनि रहर थियो उहाँसँग विवाह गर्ने, तर के गर्नु, भाग्यले नै ठगेपछि। जे होस्, मैले मेरो मनको कुरा बुझेर जवानीको रस चुस्नुभयो। 1 महिनापछि उहाँ इन्डिया फर्कनुभयो। त्यसपछि म पनि आनन्दले बसे। 2-4 महिना त मलाई पनि केही गाह्रो भएन। त्यसपछि श्रीमान आउनुभयो 15 दिनको छुट्टीमा। यसरी नै दाजुभाइ पालै पालो आउनुहुन्थ्यो अनि मेरो जवानी पड्काएर जानुहुन्थ्यो। म एकदमै खुसी थिएँ। यो कुरा मेरो वास्तविक जीवनमा घटेको घटना हो। आज मैले तपाईहरूलाई सुनाएर एकदमै